भने हामी खुसी छौँ, हाम्रो पिता खुसी हुनुहुन्छ भने अनि हाम्रो खुसीमा दुखी हुन्छन् भने हाम्रो चासोको विषय भएन। हामी चाहिँ खुसी हुने, हाम्रो पिता चाहिँ खुसी हुने, अनि हामी खुसी हुँदा हाम्रो पिता खुसी हुँदा अनि उहाँहरू चाहिँ दुखी हुनुहुन्छ भने त्यस्तो मान्छेलाई खुसी बनाएर के शान्ति लाग्छ? मान्छेको जात हो, कहिल्यै खुसी पार्न सकिँदैन। एउटा एउटा खोट र कमी कमजोरी देखाएरै छोड्नुहुन्छ, तर परमेश्वरलाई धन्यवाद गरेपछि खुसी हुनुहुन्छ। धन्यवाद पिता भनेपछि प्रशस्त आशीर्वादको भागीदार योग्य हामीलाई परमेश्वरले बनाइसक्नु भएको हुन्छ। त्यसैले घटनाहरू हुन्छन्, हुनुपर्ने कुरा भएको कुन चाहिँ नौलो कुरा हो र? हामी सबलाई थाहा छ एक दिन जानुपर्छ, जानुपर्ने नर्क जानुपर्ने, लुसिफरको साथमा जानुपर्ने भए पो रुनु कराउनु पिताको साथमा, जसले बनाएको, जसले रचेको, जसले